दर्शकबिन यो नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गको पत्री उर्लाबारी खण्ड अन्तर्गत पर्ने राजमार्ग हो। एसियाली विकास बैंकको सहयोगमा एसियाली मापदण्डमै निर्माण हुन लागेको यो एसियन हाइवे हो र यो एसियन हाइवेको निर्माण कार्य करिब 2 वर्ष अगाडिदेखि सुरु भएको थियो र अहिले कतै निर्माण कार्य सम्पन्न भइसकेको छ र कतै धमाधम निर्माण कार्य भइरहेको छ। दर्शकबिन यो दक्षिण एसियाका देशहरूलाई छुएर जाने यो एसियन हाइवे करिब करिब मेचीको काकरबिट्टाबाट निर्माण सुरु भएको हो र अहिले पश्चिमको चितवनसम्मको भाग निर्माण कार्य भइरहेको भन्ने जानकारी आएको छ र यो करिब करिब 6 देखि 10 लेनको हाइवे बनाउन लागि हो भनेर जानकारी आएको छ। यो अहिले मैले तपाईहरुलाई देखाइरहेको यो पथरी नगरपालिकादेखि उर्लाबारी नगरपालिकासम्मको बिचको खण्डमा पर्दछ। यो पथरीबाट अलिकति पूर्वपट्टि जंगल क्षेत्रको भागमा हो। यो यहाँ तीव्र गतिमा निर्माण कार्य भइरहेको छ र अबको 2 वर्षपछि यो निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिनुपर्ने भनेर सम्झौतामा उल्लेख गरिएको भनेर भनिएको छ। यो बीचमा विभिन्न कन्स्ट्रक्सन कम्पनीहरूले ठेकामा लिएर निर्माण कार्यहरू गरिरहेका छन् र यो निर्माण अवधिभर यातायात व्यवसाय सञ्चालनमा यात्रुहरूलाई निकै अप्ठ्यारो महसुस भएको देखिन्छ। तर पनि यो कानेपोखरीदेखि लक्ष्मीमार्ग खण्डमा निर्माण कार्य सम्पन्न भइसकेकोले त्यहाँ निकै राम्रो हाइवे निर्माण भएको देख्न सकिन्छ। म तपाईहरुलाई त्यो निर्माण भइसकेको हाइवे पनि एकछिनपछि देखाउने छु। यो दर्शक यो बेलबारी कानेपोखरी सडक खण्ड अन्तर्गत पर्छ र यो एसियाली हाइवे करिब करिब कम्प्लिट भइसकेको स्थितिमा छ। यो यता पूर्वपट्टिबाट गाडी आइरहेको यो चिसाङ खोलाको पुल कानेपोखरी खण्डको चिसाङ खोलाको पुल हो र यो अब निर्माणको क्रममा छ। यो एसियन हाइवे लक्ष्मीमार्ग कानेपोखरी खण्ड हो। दर्शक यो दुवैपट्टिको 6 लेन सिद्धिसकेको छ र यहाँ बाटो खोलिएको छ, गाडीहरू निर्धक्क कुदिरहेका छन्।